हर्क साम्पाङको दाबी म भन्दा योग्य मान्छे नेता बन्न कोही पनि छैन भनेर हर्क साम्पाङले दाबी गरेका छन्। कुलमान घिसिङ मेरो बाटोमा तगारो बन्न आएको भनेर हर्क साम्पाङले बोलेका छन्। यसै गरी म प्रश्न गर्न चाहन्छु हर्क साम्पाङलाई चाहिँ यो भन्दा मेयर हुनुभन्दा अगाडि नेपाल देशका लागि तपाईले चाहिँ के योगदान दिएर आउनु भएको छ नेपालको राजनीतिमा भन्न चाहन्छु। बालन शाहको नक्कल गर्दै कालो टोपी लाएर 2 पैसाको भाषण हाने जस्तो हुँदैन मेयर साहब। देश बनाउनको निम्ति सिंहको इलाकामा स्यालको रचाइ भने जस्तो नगर्नुहोस्। धमिलो पानीमा माछा मारेर आइरहनु पर्छ मेयर साहब। तपाईँ जेनजी आन्दोलन नभएको भए तपाईँले पार्टी खोल्ने आँट र हिम्मत पनि गर्नु हुँदैन थियो। तर 76 जनाले रगत बगाएको आन्दोलनलाई टेकेर तपाईँले पार्टी खोलेर आइरहनु भएको छ। तपाईँ त्यो पार्टी खोलेर आउँदै गर्दा पनि कहिले कुलमान घिसिङलाई दोस्नुहुन्छ, कहिले बालन शाहलाई दोस्नुहुन्छ, कहिले रवि लामिछानेलाई दोस्नुहुन्छ। आखिर तपाईँले किन दोषिरहनु भएको छ यसको प्रमाण तपाईँले पेश गर्नुहोस्। कुलमान घिसिङ तपाईँको बाटोमा तगारो बन्न कसरी आए, बालन शाह कसरी आए, रवि लामिछाने तपाईँको बाटोमा तगारो बन्न कहिले आएको छ। तपाईँले भन्दा राजनीतिमा अगाडि आएका हुन् रवि लामिछानेले। तपाईँले भन्दा राजनीतिमा धेरै योगदान गरेका छन्, नेपाल देशको लागि धेरै योगदान गरेका छन्, धेरै नेपाली जनतालाई न्याय दिलाएर आएका छन् रवि लामिछाने भनेको। याद राखोस् हर्क साम्पाङ ज्यू, तपाईँ यही कारणले 0 मा पुग्दै हुनुहुन्छ। 1 सिट जितेर देखाउनु त ल।